पाउँछु नि भिडियो गर्न पाउनुहुन्छ फोटो खिच्नु हस् हजुर एकदम ब्युटिफुल कस्तो लागिरहेछ आज राम्रो लागिरहेको छ आज खुसी लागिरहेको छ हो सेलरोटी खाँदै खाँदै एकछिन पर्खिनु पर्यो बोलेर यो चाहिँ कोसेलीको लागि खाना के अरे कोसेलीको लागि रोटी पाक्दैछ पापा पापा तातो रोटी खानु आउनु तातो रोटी भगवान म चाहिँ भोलिको बिहेको लागि आज हिँडिसकेको छु झोला बोक्यो अरे सबै मेरो सामानहरू बोकेर सघाउँदैछ आज चाहिँ जयन्ती आउने त्यही भएर अरू तयारीहरूको लागि म झर्दैछु माउलोतिर है आज के गर्छौँ दिनभरिमा हजुरहरूलाई म भिडियो मार्फत देखाउने नै छु सेलरोटी खाँदै खाँदै एकछिन पर्खिनु पर्यो बोलेर बरु चाहिँ कुकुरलाई घाँस हाल्नु सघाउँदै हुनुहुन्थ्यो सँगै जाने भनेर खोइ आउँदैन त कति ढिलो हौ अब हामी चाहिँ माउलामा बिहेको अन्तिम काम यो बोक्दिनु न बरु अचारको लागि देब्रे देब्रे हजुर मजाको निकाल है हस् हेलो हेलो माइजू कस्तो लागिरहेको छ आज राम्रो लागिरहेछ यहाँनिर छ श्यामा उहाँ बाहिरपट्टि श्यामा ए लो श्यामा भयो माइजू ए मासु खाने मासु नि खानुहोस् न एउटा तपाईँहरू चाहिँ पाहुनाहरू हो ए हजुर पाहुनाहरू हुनुहुन्छ है कस्तो ठाडो हुने चाहिँ ओह गर्मी हेलो हाय नमस्ते सेवा पाल्नु हुने सबै महानुभावहरूलाई सेवा छ नमस्कार छ ओके
जाडो पनि हाम्रोतिर भन्दा यहाँ पनि दाजु हो है के लाउनु म त अस्ति नै दाजु हजुर होइन म त काठमाडौँतिरै छु दाजु नाना चाहिँ धनकुटा हजुर order. Go helper. Okay, now it's being ready. Being ready? Yes. Ready? Baby. Okay. Baby? Which baby? No, Which your baby? Hello. के गर्नु भएको? माउलामा पाउनु भरे बस्नु पर्ने त्यही भएर पाउन भएर बसिरहेको छु। ए हो। लु 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 राम्रोसँग पकाउनु। यो के हो? मासु हो मासु। यो चाहिँ आलु कोपी हो हजुर। ए लु भइसक्नु भयो नि त आजकल। मोडल नम्बर 1। आज चाहिँ जन्ती आउने दिन मामाको माइजू लिएर आउँदै हुनुहुन्छ गाइजहरू अनि हामी चाहिँ यहाँनिर माइजूको स्वागतको लागि हामी रेडी छौँ अनि सबैजना मान्छेहरू पनि तल बसिरहनु भएको छ। यो चाहिँ हाम्रो पाहुनाको लागि विशेष गरेर रोटी सलादहरू भयो अनि यहाँ अचार मासु हाल्नु बाँकी छ अरू सब्जीहरू हाल्न बाँकी छ। यो चाहिँ हामीले रेडी पाहुनाहरूकै लागि हो गाइज। यो अचार भयो छ। हेलो गाइज अब चाहिँ हामी बेहुला बेहुली मामै माइजूको पर्खाइमा अनि जन्तीहरू आउँदै हुनुहुन्छ आइपुग्न लाग्नु भएको छ। के छ हो ह्यान्डसम बोय? Are you ready? यहाँ चाहिँ पाहुना नाताहरूलाई चाहिँ खाजा नास्ताको व्यवस्था हुँदैछ गाइज। हेलो टिममा कस्तो लागिरहेछ आज? राम्रो लागिरहेको छ आज। खुसी लागिरहेको छ आज। हो नानालाई कस्तो लागिरहेछ आज? मामा माइजूको फोटो खिच्नु पाउँछु नि। भिडियो गर्न पाउनुहुन्छ फोटो खिच्नु। मेरो खुसी भान्जी एकदम ब्युटिफुल। के भन्दै हुनुहुन्थ्यो? हजुर मेरो खुसी भान्जी भनेर चिनाएको नि श्यामालाई।
हेलो आमा अन्तिममा त यहीँबाट ठोकिन आइपुग्यो त हौ हजुर के हो अनुहार त बिग्रिसक्यो त मेरो ठुली दिदीको छोरी मिनराज भयो सबैजना सेवा त अब हामी सोल्टी सोल्टी नै भएर नाच्नु हिजो गल्ती भयो भने माफ गर्नु होला छोरो मेरो नाम चाहिँ सुदीप नमस्ते सबैजनालाई म चाहिँ माइलाको छोरा कान्छा हामी सोल्टी अथवा नाता हामी जो कुरा गऱ्यौँ फेरि नयाँ साइडमा गर्नुपर्ने हुन्छ त्यसको लागि हिजोको लागि चाहिँ अब सबै तपाईँहरूलाई नमस्ते म चाहिँ जेठा छोरा नमस्ते मात्रै गर्न छोरा कान्छा नमस्ते तपाईँको पालो म भिडियो दिन्छु देव कुमार सन्तोष भयो भइसक्यो भइसक्यो माइला सबैलाई नमस्कार मेरो काका साइला साध्य न गर न धेरै कर पनि लाउन सक्दिनौँ